कृषिशालामा एक दिन परियोजना कार्यका लागि गएका विद्यार्थी कृषिशालाभित्र छिर्छन्। त्यहाँ उनीहरूको भेट बद्री विश्वकर्मासँग हुन्छ। डोल्मा गुरुमा: नमस्कार बद्रीजी, आराम हुनुहुन्छ? हामी त आयौँ नि। बद्री: नमस्कार, आराम छु हजुर, बेलैमा आउनुभएछ त। ल है यताउता मिलेर बसौँ, किसानको घरमा बस्ने ठाउँ साँघुरो, काम गर्ने ठाउँ फराकिलो हुन्छ क्यारे। नास्पाती खाउँ है त, म टिपेर ल्याउँछु। डोल्मा गुरुमा: अहिले पर्दैन बद्रीजी, पहिला घुमौँ न, खानेकुरा त पछि खाउँला नि। बद्री: जाने त, लौ हिँड्नुहोस् त उसो भए। विद्यार्थीहरू: जाउँ जाउँ। डोल्मा गुरुमा: सुन्नुहोस् त विद्यार्थी भाइ बहिनीहरू, बद्रीजीले अर्थशास्त्र विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ। अध्ययनपछि उहाँले 10 वर्ष जति सरकारी सेवामा काम गर्नुभयो। अहिले चाहिँ जागिर छोडेर उहाँ यतातिर लाग्नुभएको हो। उहाँसँग दुवै समूहका प्रतिनिधिले आफ्ना जिज्ञासा राख्नुहोला। पूरक प्रश्न चाहिँ अन्य विद्यार्थीले पनि गर्न सक्नुहुनेछ। साँच्चै कति वर्ष भयो बद्रीजी तपाईँले कृषि कार्य गर्न थाल्नुभयो? बद्री: भयो नि 6-7 वर्ष। महेन्दो: अनि तपाईँ त यत्रो पढे लेखेको मान्छे, सरकारी जागिर पनि रहेछ, पक्कै राम्रै हुँदो हो, यतातिर लाग्ने सोच कसरी बनाउनु भयो? बद्री: सायद म महत्वाकांक्षी मान्छे रहेछु क्यारे, मेरो स्वभावसँग त्यो जागिर त्यति मिलेन, त्यसैले म मेरो नजरको कुनै सार्थक काम गरेर बाँकी जीवन बिताउन चाहन्थेँ। त्यसका लागि मैले धेरैतिर खोजेँ, अन्ततः कृषि कर्मले मलाई आकर्षित गर्यो। महेन्दो: तपाईले कृषिलाई नै महत्त्व दिनुको कारण चाहिँ के हो नि? बद्री: हेर्नुहोस्, व्यक्तिलाई कृषक बन्ने कि नबन्ने भनी छान्ने छुट होला, तर मानव जातिलाई कृषि गर्ने कि नगर्ने भनी छान्ने छुट छैन। जुन दिन वैज्ञानिकहरूले नखाइकन पनि बाँच्ने मानिसहरू जन्माउन थाल्लान्, त्यसपछि मात्रै कृषि मानव जातिका लागि वैकल्पिक पेसा हुनेछ। आजका दिनमा चाहिँ एउटाले नगरे अर्काले, अर्काले नगरे तेस्रोले, कसैले न कसैले त किसान हुनु नै छ। त्यसैले कृषि कर्म व्यक्तिगत रुचि अरुचिको काम मात्रै होइन, यो मानव जातिको अस्तित्वसँग जोडिएको आधारभूत काम पो हो त। डोल्मा गुरुमा: हेर महेन्दो, बाँच्नका लागि आवश्यक पर्ने सम्पूर्ण पोषणको मुख्य स्रोत नै खाद्य पदार्थ हो। खाद्य पदार्थ नै हामीलाई बचाउने औषधि हो, अमृत हो। कृषि नभई खाद्य पदार्थको उत्पादन कसरी हुन्छ र? त्यसैले कृषि पेसा त आफूलाई मात्र होइन, संसारलाई बचाउने कर्म पनि त हो नि। बद्री: डोल्माजीले भन्नुभएको कुरा सही हो। अर्कातिर अहिले खेतीयोग्य जमिन बाँझो हुने क्रम बढिरहेको छ। प्राकृतिक र जैविक विविधतायुक्त उर्वर जमिन भएर पनि खाद्य पदार्थ विदेशबाट किन्नुपर्ने बाध्यता छ। यसले स्वदेशको पैसा विदेशतिर गइराखेको छ। कृषि उपजमा समेत वैदेशिक व्यापार घाटा छ। यस्तो बेलामा तपाईँ हामी जस्ता पढे लेखेका मान्छेले यस विषयमा नसोच्ने हो भने कसले सोच्छ र? मलाई लाग्छ सामान्य जागिर खानुभन्दा बाँझो जमिनमा अन्न, फलफुल, तरकारी फलाउनु बढी महत्त्वको कुरा हो। यसबाट राज्यले कल्पना गरेको समृद्धि, स्वरोजगार र पर्यावरण संरक्षणको क्षेत्रमा योगदान हुन्छ। राम भरोस: कृषि पेसालाई दुखी पेसा भन्छन्, दुःख त तपाईँले पनि पाउनु भएकै होला। कहिलेकाहीँ त खुरुखुरु जागिरै खाएको भए हुने रहेछ जस्तो लागेको छैन हजुरलाई? बद्री: आफ्नो सोचको कुरो हो यो पनि। हेर्नुहोस्, आनन्द भन्ने कुरा पनि सापेक्षित हुँदो रहेछ। स्वस्थ जीवनका लागि शारीरिक श्रमको महत्त्व नबुझेको भए पसिना बगाउँदा मलाई दुःख लाग्थ्यो होला। आफूले रोपेको बिरुवा हुर्किँदा मलाई आफ्नै सन्तान हुर्कँदै गरेको जस्तो लाग्छ। पछि परन्तुको कुरा होइन, अहिले तत्काल नै म हुर्किँदै गरेका बिरुवा हेरेर रोमाञ्चित हुन्छु। फुल्दै गरेका फुल र फल्दै गरेका फलले मेरो जीवन सार्थक बनाए जस्तो लाग्छ। साँच्चै भनौँ भने संसारको सबैभन्दा राम्रो काम गर्ने अवसर मलाई यही मिलेको जस्तो लाग्छ। महेन्दो: यो त भावनाको कुरा भयो, खासमा खेतीपाती गरेर जिन्दगी चलाउन गाह्रो हुँदैन र? बद्री: जीवनको गाह्रो साह्रो पनि भावनासँग नै जोडिने कुरा हो नि। सामान्यतः मन परेको काममा कमाइ थोरै भए पनि चित्त बुझ्छ। फेरि मैले जुन पद्धतिको खेतीपाती गरिरहेको छु त्यसबाट हाम्रो परिवार मजाले चलेको छ। सामान्यतः हामी मल, बिउ, औषधि बजारबाट किन्दैनौँ। रासायनिक खेती भएको भए किसानको धेरै पैसा बजारतिर जान्थ्यो। यो त प्राकृतिक खेती हो।
त्यसैले हामी उत्पादन कार्यका लागि प्रायः केही किन्दैनौँ। उपज भने खुरुखुरु बेच्छौँ। उत्पादनमा लागत कम छ तर उत्पादित वस्तुको मूल्य चाहिँ धेरै पाइन्छ। स्वास्थ्य मैत्री हुनाले हाम्रो उत्पादन सजिलैसँग यहीँबाटै बिक्छ। बजारको कुनै समस्या छैन। भगत सिंह: अनि मल र औषधि नहालिकन पनि राम्रो उत्पादन हुन्छ त? बद्री: मैले मल र औषधि नै हाल्दिन कहाँ भनेको हो र बजारबाट किनेर हाल्दिन पो भनेको त। मैले आफूलाई चाहिने मल र औषधि यहीँ बनाउँछु नि। राम भरोस: कसरी नि? बद्री: मल बनाउने त सजिलो तरिका छ। यी हेर्नुहोस्, यस भाँडामा 200 लिटर पानी, 10 लिटर गहुँ, 10 किलो गोबर, 1 किलो गुड, 1 किलो दालको पिठो र बर पिपलको फेदको 1 मुठी माटो राम्रोसँग मिसाइएको छ। यसलाई मैले आज बिहान तयार पारेको हुँ। पर्सि बिहानसम्म यसलाई यसरी नै ढाकेर राख्नुपर्छ। साँझ बिहान लौराले चलाउनु पर्छ। त्यसपछि यो लेदोलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ। महिनामा एक पटक सरसर्ती बोट बिरुवाका फेदमा छर्किएपछि त बिरुवालाई मलै मल भइहाल्छ नि। भगत सिंह: औषधि कसरी बनाउनुहुन्छ त? बद्री: औषधि पनि सजिलै बनाउन सकिन्छ। सामान्यतः गाई वस्तुले नखाने खालका 10-12 थरी रुखका पातको रस गहुँतसँग मिसाएर बोट बिरुवामा छर्ने हो भने अधिकांश रोगको नियन्त्रण गर्न सकिन्छ। त्यसमा खुर्सानी, निम, लसुन, बेसार, बोझो जस्ता जडीबुटी मिसाउने हो भने त सुनमा सुगन्ध भइहाल्यो। मेहेन्दो: ए त्यसो भए तपाईँले रासायनिक मल र औषधिको प्रयोग फिटिक्कै गर्नुभएको छैन त? बद्री: छैन। त्यसैले हाम्रो उत्पादन मानव स्वास्थ्यका लागि हानिकारक छैन। अघि गुरुआमाले खाद्यान्न अमृत हो भन्नुभएको थियो नि, त्यो चाहिँ यस्तै उत्पादनलाई भन्नुभएको हो। हर्कध्वज: होइन, तपाईँले त खेतबारीलाई पुरै जङ्गल जस्तो पो बनाउनु भएको छ त? बद्री: हो त, यो वन जङ्गलकै पारामा गरिने खेती प्रणाली हो। हामीले यहाँ विशेषतः फलफुल र औषधिका बोट लगाएका छौँ। यहाँ यो उचाइमा पाइने सबै अग्लाहोचा रुखलाई पञ्चस्तरीय ढाँचामा व्यवस्थित गरिएको छ। बीचबीचमा जल प्रबन्धनका लागि नाली पनि छन्। हेर्नुहोस् त, मैले गरेको कृषिमा बोट बिरुवाको सह अस्तित्वलाई स्वीकार गरिएको छ। यहाँ एउटा फसलले अर्को फसललाई सहयोग गर्छ। एउटा नचाहिने भनेर माटामा फ्याँकेको तत्त्व अर्को बिरुवाले मलका रूपमा लिन्छ। एउटा बिरुवाको वासनाले अर्को बिरुवामा रोग लाग्दैन। केही न केहीको उत्पादन वर्षैभरि भइरहन्छ, बेचिरहन पनि पाइन्छ। भगत सिंह: भनेपछि फलफुल बेच्ने अनि अन्न र तरकारी चाहिँ बजारबाट किन्ने? बद्री: होइन, मैले अन्न र तरकारीका लागि परको ठाउँ छानेको छु। त्यहाँ वरिपरि ठुला ठुला रुख छन् जसले हावाको गति र रोगको आक्रमणलाई रोक्नुका साथै अन्न र तरकारीको उत्पादनका लागि उपयुक्त खालको प्राकृतिक वातावरण तयार पार्छन्। सबैजना त्यतैतिर लाग्छन्। राम भरोस: यी भर्खर रोपेका बेर्नाका फेदमा सुकेका पात पतिङ्गर किन हाल्नुभएको नि? बद्री: ए यो मैले यसलाई आच्छादन भन्ने गरेको छु। यसो गरेपछि बालीमा अनावश्यक झारपात पनि उम्रिँदैनन् अनि जमिनको चिसोपन पनि सुक्न पाउँदैन। अघि देखाएको लेदो हल्का छरिदिएपछि बिस्तारै यो कुहिन्छ र बिरुवालाई मल पनि हुन्छ। हामीले खाने उत्पादित फसल बाहेक बाँकी रहेको सबै झ्यासझुस यसरी नै आच्छादन गरेपछि बिरुवालाई मलको अभाव नै हुँदैन नि। माटामा जति थियो त्यति नै रहेन त? लिएको फसलको बदलामा महिनामा एक पटक लेदो छर्किने, हिसाब किताब बराबर। हर्कध्वज: उता चाहिँ जङ्गलकै ढाँचामा खेती गर्नुभएको छ। यता पनि खेतबारीको वरिपरि रुखहरू रोप्नु भएको छ। यसैको छायाले बाली नाली बिगार्दैन? बद्री: सबै बिरुवालाई उत्तिकै घाम चाहिँदैन। एकपटक तपाईँ जङ्गलको वातावरण अनुमान गर्नुहोस्। त्यहाँ अनगिन्ती रुख बिरुवा हुन्छन्। सबै बाँचेकै छन्, हुर्केकै छन्, फलेकै छन्। जङ्गलका बिरुवामा तपाईँ जाँच्नुहोस्, कुनै तत्त्वको कमी हुँदैन। त्यही विज्ञान यहाँ लागू हुन्छ। मेहेन्दो: तर एउटा कुरा हजुर, जङ्गलमा त मल, पानी र खनजोत केही त गरिँदैन। खेतीमा पनि त्यही नियम ल्याउन खोजेर हुन्छ होला त? बद्री: हुन्छ, उताको मेरो बागवानी त्यही नमुनाको त हो नि, भइराखेको छ। भगत सिंह: तपाईँको कुरा अलि अनौठो लाग्यो। त्यसो भएदेखि रासायनिक मल र विषादीको प्रयोग गरेर खेती गर्नु नै हुँदैन त? बद्री: मैले प्रयोग गर्नु हुँदैन भनेको छैन। कुरो यति हो कि मैले प्रयोग गरेको छैन। प्रयोग नगरी पनि यसरी नै गजबसँग उत्पादन गर्न सकिन्छ भने किन प्रयोग गर्नु पर्यो र? यदि कसैले गर्ने नै विचार गर्छ भने कृषिविदको सल्लाहमा माटो, हावा, पानी नबिग्रने गरेर गर्नु पर्यो। मानव स्वास्थ्यलाई विचार गरेर गर्नु पर्यो। जमिनलाई उर्वर बनाउन गर्नु पर्यो, बन्जर बनाउन होइन।
खासमा कृषि क्षेत्रमा जथाभावी रूपमा रासायनिक मल र विषादीको प्रयोग गर्नाले हामीले खाद्य पदार्थसँगै विष खाइराखेका छौँ। त्यति मात्रै होइन, रासायनिक मल तथा विषादीहरूको अत्यधिक प्रयोग गरेर पानीका स्रोत र सास फेर्ने हावा समेत विषाक्त बनाएका छौँ। माटो समेत बर्बाद बनाएर असंख्य जलचर र स्थलचर जीवहरूको हत्या गरेका छौँ। प्राणीहरूको जीवन रक्षाको आदर्शलाई भुलेर यसरी विषादी प्रयोग गर्नु अपराध कर्म होइन? मलाई लाग्छ यो राम्रो भइराखेको छैन। त्यसैले त बेला बेलामा प्रकृतिले अनेक रोगका नाममा हामीलाई पनि सजाय दिइराखेको छ, होइन र? डोल्मा गुरुमा ठिक कुरा हो बद्रीजी। रासायनिक मल र विषादीको प्रचुर प्रयोगबाट गरिने उत्पादन प्राकृतिक उत्पादन नै होइन, त्यो त मानव निर्मित कृत्रिम पदार्थ हो। खासमा त्यो खानेकुरा नै होइन, खानेकुरा जस्तै देखिने विषालु वस्तु हो। बद्री, हेर्नुहोस् डोल्माजी, हामीले त नेपालको कृषि क्षेत्रमा रहेका परम्परागत ज्ञान र अनुभवलाई जोगाउनु पर्नेछ। हाम्रा पुर्खाले जोगाएर हामीलाई सुम्पेका बिउ बिजन हराउँदै गएका छन्। भविष्यका लागि तिनको संरक्षण र प्रवर्धन गर्नुपर्नेछ। कृषि कर्मलाई सम्मानित कर्मका रूपमा स्थापित गर्नुपर्नेछ। तर के गर्नु, नेपालको करिब 2/3 जनसङ्ख्या कृषि क्षेत्रमा आश्रित छन्। तैपनि आजका प्राय विद्यार्थीले आफूलाई भोलिको किसान भन्ने सोचेको छैन। कृषिकै अध्ययन र अनुसन्धानमा लागेका कृषि वैज्ञानिक, नीति निर्माता, जिम्मेवार पदाधिकारी तथा कर्मचारी वा कृषि अभियन्ताले पनि आफ्ना सन्तानलाई किसान बनाउन खोजेका छैनन्। पढे लेखेको मान्छेले म अब कृषि कर्म अपनाउँछु भनी निर्णय लियो भने त्यसलाई अर्कै नजरले हेर्ने वातावरण छँदैछ। यो मनोविज्ञानलाई नबदलेसम्म हामी कसरी समृद्ध बन्न सक्छौँ र? डोल्मा गुरुमा, तपाईँको कुरा मननीय छ बद्रीजी। तपाईको यो कृषिशाला मात्रै होइन, ज्ञानशाला पनि रहेछ। तपाईलाई धेरै धेरै धन्यवाद। ल विद्यार्थी साथीहरू, हामी अब फर्कने तर्खर गर्नुपर्छ है। बद्री, पक्नुहोस्, फलफुल खाएर मात्रै फर्कनुपर्छ। म टिपिहाल्छु। सबै विद्यार्थी गुरुमाको अनुहारतिर हेरेर हाँस्छन्। धन्यवाद।